नमस्कार साथीहरु, म आज तपाईको सामु केही कुरा भन्न जाँदैछु। यदि मैले भनेको कुरा ध्यान दिनुहुन्छ भने तपाईलाई धेरै सजिलो हुनेछ अगाडि बढ्न। म हरेक दिन यो कन्टेन्टमा भिडियो बनाउनु पर्छ भनेर सोचिरहेको थिएँ र आज त्यसै अनुसार चाहिँ म भिडियो लिएर आएको छु। तपाईलाई तितो लाग्न पनि सक्छ तर सत्यता यही नै हो। यदि तपाई 16 देखि 20 वर्षको हुनुहुन्छ भने यो भिडियो धेरै फाइदाजनक हुनेछ। यदि तपाई 20 देखि 23 वर्षको हुनुहुन्छ भने पनि यो भिडियो तपाईलाई फाइदाजनक नै हुनेछ। आउनुस् आजको भिडियो सुरु गरौँ। हरेक मानिसको सफलताको पछाडि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सही समयमा लिने सही निर्णय हो। यदि तपाई गलत समयमा सही निर्णय लिनुहुन्छ भने पनि त्यो गलत नै हुन्छ। म आज तपाईलाई हात जोडेर यति कुरा भन्छु, आफ्नो अमूल्य भन्दा अमूल्य समय यत्तिकै नफाल्नु, किनकि म बुझ्दैछु उमेरले धेरै फरक पार्ने रहेछ। मैले भनेको कुरा 16 देखि 20 वर्षको उमेरमा दिमागमा आउँदैन। यो कुरा 16 देखि 20 वर्षको उमेरमा आउने कुरा पनि होइन। आओस् पनि कसरी हामी यो उमेरमा रमाइलो कुरामा मात्रै बिताइरहेका हुन्छौँ। हाम्रो सोचाइ आफैको लागि पढेका हुँदैनौँ, पढेका छौँ भने प्रमाणपत्रको लागि मात्रै पढेका हुन्छौँ। अब पहिलाको जस्तै समय छैन, अब हामी केही सोचेर अगाडि बढ्नुपर्छ। धेरैजनाको प्रश्न हुन्छ, के गर्ने त यो उमेरमा? मोबाइल चलाउने, किताब पढे जस्तै गर्ने, टिकटक बनाउने, साथीहरूसँग गफ गर्ने। हो, यही गर्नुभयो भने पनि तपाईँ अवश्य केही गर्नुहुन्छ। मोबाइललाई सही तरिकाले प्रयोग गरियो भने यसबाट धेरै फाइदा लिन सकिन्छ। छुट्टै पैसा खर्च नगरी धेरै कुरा फ्रीमा सिक्न सकिन्छ। पैसा कसरी सिर्जना गर्ने, के कुरा ठिक, के कुरा बेठिक भनेर पनि छुट्याउन सकिन्छ र जुनसुकै कुरालाई 5 सेकेन्डमा खोज्न सकिन्छ। तपाईलाई अरूले हेर्दा पढे जस्तै लागेको भए पनि तपाईले आफैलाई पढेको छु भन्ने तरिकाले तपाईले पढ्नु भएको छ भने तपाईलाई धेरै अगाडि बढ्नको लागि सहयोग मिल्नेछ। तपाईलाई आफूलाई मनपर्ने विषय, आफ्नो सिपलाई अझै निखार्ने विषयमा टिकटक बनाउनुहुन्छ भने पनि तपाईलाई धेरै हेल्पफुल हुनेछ। धेरै साथीहरूले बिजनेस प्रमोट गर्न, भाषा सिक्न, नयाँ कुरा छिटो सिक्न पनि टिकटक प्रयोग गर्ने गर्छन्। तर तपाईले कसरी प्रयोग गर्नु भएको छ भन्ने कुरा मात्रै फरक हो। तपाईले आजदेखि यो कुरा ध्यान दिनुस्, तपाईले सोशल मिडियालाई तपाईले कसरी लिनुभएको छ र आगामी दिनमा कसरी लिनुहुन्छ। तपाईले समयलाई सही सदुपयोग गर्नुभयो भने तपाईले एक दिन अवश्य राम्रो हुँदै जानेछ र तपाईले राम्रो गर्नुहुनेछ। तपाईले कुनै टपिकमा साथीहरूसँग गफ गर्नुहुन्छ भने तपाईले डिसिजन लिन, नयाँ आइडिया बनाउन, सही गलत छुट्याउन धेरै सजिलो हुनेछ। मैले अरू केही पनि भन्दिनँ तपाईलाई। आफ्नो अमूल्य भन्दा अमूल्य समय आजदेखि आफ्नो लागि खर्च गर्नुस्। जुन कुराले तपाईलाई धेरै खुसी दिन्छ त्यो कुराले तपाईलाई कतै न कतै चोट पुर्याएको हुन्छ। जस्तै सोशल मिडियाले तपाईलाई कति धेरै खुसी दिन्छ। फेसबुक चलाउँदा, टिकटक चलाउँदा कति धेरै मजा आउँछ। जुन कुराले धेरै खुसी दिइरहेको छ त्यो कुरामा चाहिँ तपाईँ एकदमै सचेत हुनुपर्नेछ। त्यसले चाहिँ तपाईलाई अवश्य चोट पुर्याइरहेको छ भित्रै। सजिलोमा फुल्ने फुल भन्दा अप्ठ्यारोमा फुल्ने फुलको महत्त्व बढी हुन्छ भन्ने कुरा तपाईलाई पनि थाहा होला। आउनुस् यस कुरालाई चाहिँ हामी कथाको माध्यमबाट बुझौँ है त। एउटा किसानले 2वटा बिउ जमिनमा रोप्यो। पहिलो बिउले सोच्यो, म एकदम छिटो अङ्कुर फेर्नुपर्छ, म अगाडि बढ्नुपर्छ, म बलियो हुनुपर्छ। त्यसैले त्यो बिउले जमिन फोडेर बाहिर निस्कियो, घाम सह्यो, पानी सह्यो, आधीबेरी पनि सह्यो र बिस्तारै ठुलो र बलियो बन्दै गयो। तर दोस्रो बिउले सोच्यो, म बाहिर निस्के भने चराले खाइदिन्छ, आधीबेरीले उखेलिदिन्छ, म मर्छु होला, बरु म भित्रै लुकेर बस्छु र सुरक्षित हुन्छु। र त्यो बिउ सधैँ त्यहीँ भित्र नै भयो। र पछि के भयो भने केही महिनापछि त्यो जमिनमा एउटा कुखुरो आयो र त्यो जमिनभित्र भएको त्यो बिउ चाहिँ खान पुग्यो। तर जो बाहिर निस्किएको थियो त्यो चाहिँ ठुलो भइसकेको थियो, आकाश छुने प्रयास गर्दै थियो। यस कथाबाट हामीले के कुरा बुझ्न सकिन्छ भने चाहिँ हामी कहिले पनि डराएर भित्र खुम्चिनु हुँदैन। हामी चाहिँ अगाडि बढ्नुपर्छ। हामी कुनै कुरालाई लिएर चाहिँ डराउनु हुँदैन। समयलाई चाहिँ सही सदुपयोग गरेर अगाडि बढियो भने एकदम चाहिँ सफलताको बाटोमा पुगिन्छ भन्ने चाहिँ यो कथाले चाहिँ सन्देश दिन्छ। त्यही अनुसार चाहिँ तपाईँ लाग्नु होला। अल द बेस्ट।